हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू, आज धेरै दिनपछि फेरि नयाँ भ्लग लिएर आउने सोचिरहेको छु। आज चाहिँ एउटा भ्लग बनाइदिउँ भनेर सोचिरहेको थिएँ बिहानैदेखि। हेर्न सक्नुहुन्छ अहिले चाहिँ म फर्मेलले यो खन भनिरहेको थियो, यो पुरै खन्दिसकेँ। पर पुरै खन्दिसकेछु। अनि अहिले यो पुरै यहाँ आली लगाए जस्तै ठुलो ड्याम बनाइदिएको ट्याक्क। यो पुरै एरिया किन हो भन्दा यहाँ काम चलिरहेको भन्दा हजुरहरूलाई म भन्न चाहन्छु। यहाँ पुरै त्यो यो पर देख्नुभएछ नि तपाईँहरूले, पर त्यो बस छ नि, त्यो बसको अझै उतैपट्टि धेरै अर्को साइड धेरै माथि हो, त्यहाँ ठुलो एल्युमिनियमको फ्याक्ट्री छ। त्यही भएर त्यहाँको त्यो कचराहरू निस्किनलाई यहाँ जम्मा गर्नको लागि सबै बनाएको रहेछ के। त्यस्तै हो, खै मलाई पनि त्यति राम्रो थाहा त छैन साथीहरू। त्यस्तै हो, हेर्न सक्नुहुन्छ। बिहान आयो, दिनभरि ड्युटी गर्यो, फेरि जाने फेरि आउने, त्यही हो। यो बुलडोजर यहाँ चलिरहेछ। पर त फ्ल्यागम्यान दाइ मोबाइल हेर्दै हुनुहुन्छ। यस्तै हो साथीहरू, पुरै क्याबिन स्याबिन पुरै यस्तो फोरो छ, यस्तो फोरो हुन्छ यहाँ। मेरो भ्लगलाई लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। म नयाँ नयाँ भ्लगहरू लिएर आउने कोसिस गर्दैछु। अब यो हाम्रो यो आउने बिहिबारदेखि ड्युटी लास्ट हो अनि 4 दिन छुट्टी हुन्छ हाम्रो, 4-5 दिन। त्यतिखेर पनि म भ्लग सलग बनाउने छु, हजुरहरूलाई देखाउने के कस्तो हो के हो भनेर। मेरो यो युट्युब च्यानलमा धेरै दिन भयो कि ग्याप, त्यही भएर आज एउटा भिडियो हाल्ने भनेर सोचिरहेको थिएँ। त्यही भएर अब आफू जस्तो छ त्यही हो खिचेर हाल्ने, अरू के भन्नु छ र। त्यस्तै हो, कामकै भिडियोहरू हाल्दै गर्छु मैले धेरै जस्तो। सब यता यस्तै हो। यहाँ चाहिँ सिसी क्यामेराहरू त्यहाँ छ। यो चाहिँ मैले त्यो मोबाइल राख्ने बनाइदिएको ठाउँ यहाँ। यस्तै हो साथीहरू। अर्को साथी त्यहाँ पर छ। ल त साथीहरू, आजको भ्लग चाहिँ यति नै। फेरि पनि न्यू भ्लग लिएर आउनेछु तपाईँहरूको माझ। दिनजेलसम्मको लागि मेरो यो युट्युब च्यानलको अरू भिडियोहरू पनि हेरेर गर्दै हुनु होला, हेरिदिनु होला।